She Rider and welcome back to my new video, new vlog हैन new YouTube channel, new YouTube channel हैन my YouTube channel भनौँ हैन अनि आज चाहिँ स्याटरडे रहेको छ र वेदर पनि एकदमै खत्रै हैन खत्रै राम्रो भएको छैन फेरि टन्टलपुर भन्छ नि त्यस्तो घाम लागिरहेको छ अनि म चाहिँ रेडी पनि भइसकेँ यस्तो बाहिर निस्कौँ भनेर मेरो पछाडिको कस्तो होला भ्लग स्टार्ट भइसकेको छ न्यू भ्लग सँगसँगै मेरो न्यू डेस्टिनेसन पनि रेडी भइसकेको छ होइन म चाहिँ जाँदैछु धादिङ 9सम्म मात्रै अनि थोरै काम परेर जाँदैछु प्लस अनि मेरो साथीहरू पनि त्यहाँ छ नि त विद्या राइडर रवि उनीहरूलाई पनि भेट्छु एकछिन त्यही हो त रेडी भइसक्यो अब चाहिँ त बाटोमा भेट्दै गर्नुपर्छ है त I'm ready to go. तर के छ भने नि आज मेरो ड्रेस सब चाहिँ डिफ्रेन्ट छ के छैन ठिकै लाग्छ मलाई त तर कपाल गरेको छैन है मैले हिजो यो कपाल बाटेको होइन मलाई कपाल खोल्नु मनै लागिरहेको छैन किन पन्ध्र छैन मेरो आज हातकाले हुने भयो नि ल आएर म बाइक स्टार्ट गरेर बाइकमा पनि बसिसकेँ होइन तर यो कस्तो अरे यो फोन राखेको के भएको यो मेरो मिनी मिरर क्या क्युट छ नि यो मिरर त्यही हो म निस्केको यहाँबाट होइन त लास्ट घाम छ हौ आज ल फाइनली निस्केँ म घरबाट ल है धेरै पछि फेरि भ्लग गरेछु आज त्यो बाटो पनि भेट्दै गर्नुपर्छ है त मान्छेले के हेर्दैन होला है सिग्नल अन भइदिइगयो नि होइन अहिले त यहाँ गुरुद्वारामा होइन यो के अरे ट्राफिक लाइट राखेको छ होइन है अघिसम्म सिग्नल थियो अहिले ग्रिन थियो अहिले रेड भइसक्यो अब यहाँ बस्नै पऱ्यो नि होइन कहाँ गएर बसेको छ त हौ मान्छेहरू 12 सेकेन्ड छ ओन्ली यो ट्राफिक लाइट चाहिँ अब होइन यो सिग्नल लाइट ट्राफिक लाइट चाहिँ अब सबैतिर भयो भने चाहिँ एकदम सजिलो हुन्छ फर्स्ट टनल रे यो अलमोस्ट यो भित्रको बाटो पनि रेडी भइसक्यो सुरुङ मार्गको बाटो होइन आएको त तर काम छैन हिँड्दिनँ होला म सुरुङ मार्गको बाटो ट्याक्स तिरी पैसा तिरी होइन हाइवे बाटो हिँड्ने हो नि क्या शीतल होइन घाम लाग्यो पनि क्या शीतल फिल भइरहेको मलाई बाइक कुदाउन आफ्टर लङ टाइम पछि नै होला मैले चाहिँ कति दिन धेरै नै भयो होला खालि अफिस र घर बिहान बेलुका हिँड्यो जाममा है गचक गर्दै हिँड्यो होइन बाइक कुदाउनु पनि नपाइने अनि त्यो हुन्छ नि अब बाइक चलाएको त्यो हुन्छ नि वजन नै लिन पाएको थिएन आज चाहिँ रमाइलो भइरहेको मलाई धेरै पछि बाइक चलाउँदाखेरि बाइक त चलाइरहेको छु त्यही नि कुदाएर लिएर हिँड्न पाउँदाखेरि भनौँ न अब त्यो अरू बेला र आजको त्यो फिलिङ्स नै छुट्टै छ क्या अनि के हो जामा लाउनेहरू यो छेउरा भित्र कुना गर्दै हो भने मलाई कस्तो रिस उठ्छ गाडीहरूले थाहा छ क्या शीतल हावा आइरहेको छ र
वा हेर्नु पो त बाइकमा हिँड्नुको यही हो क्या मजा नै छुट्टै छ होइन यस्तो गर्मी महिनामा हावा खाँदै हिँड्नु नि मजा नै छुट्टै छ नि होइन त्यही अलमोस्ट नागढुङ्गा पुग्न लागिसकेँ म चाहिँ अनि आई डोन्ट नो मेरो भुइँ साथ क्या छैन मैले माइक पनि चेक गरेको छुइनँ आज त त्यत्तिकै भ्लग गर्दै हिँड्दा छु भिडियो बनाउँदै अब एकछिनमा चेक गर्नु पर्ला एकैचोटि है गरेर चेक गर्छु म अब भयो हुन्छ तपाईँ हुन्न है त के हुन्छ लेट्सी खाली छ त हौ नागढुङ्गा यो चेकपोस्ट त पुरै न गाडी कुद्नु होइन यस्तोमा ओभरटेक गर्छ जाममा लाउनेहरू अलिक कुद्ने गाडी भयो नि ल ओभरटेक गर्दा भ्याउँछ भन्नु होइन कमीलाई हिँडेर जसरी हिँड्छ नि ओभरटेक गर्नु चाहिँ यस्तैमा हो क्या अनि यो त्यो आएको देखि त के ओभरटेक गर्नु हौ अब म कस्तो यस्तो छ अनि कुरा नगर मैले पनि देखिरहेको छैन धुलो उडिरहेको रहेछ त सेट क्या हरियाली होइन अब रेनिङ सिजन छ अहिले बर्खा टाइममा होइन बन्चु पनि हरियो भएको क्या हरियाली हेर्दा चाहिँ मजा आउँछ तर पानी पऱ्यो भने चाहिँ फेरि दिमाग खराब हुन्छ मेरो अनि ल के हो जाम छ त यार नागढुङ्गा बाटो यति दिउँसै जाम सेट भइगयो नि अब जाम लाउने जाम गरिरहेछ अब त जान नि मिल्दैन हौ त्यहाँ ठाउँ नै पुग्दैन अरू भन्दा पनि मेरो हात डढ्ने भयो आज यो घामले है पन्जा हिजो बिजितालाई राख्न दिएको थिएँ मैले साथीलाई त्यसकै ब्यागमा पस्यो अब भोलि मात्रै दिन्छ उसले आज पन्जै छैन मेरो हात डढ्ने भयो आज मेरो लासो मकनपुरे सम्धिरे ल तामाङ रहेछ यो पनि त्यो एउटा लस्सो भयो नि होइन त्यो आफ्टर लङ टाइम पछि लङ टाइम पछि होइन मैले भ्लग गरेको अनि हुन्छ नि अब डेली भ्लग के गर्नु दिनै जम्मा 10-12 किलोमिटर हिँडिन्छ घरदेखि अफिसदेखि घर अनि त्यस्तो भ्लग पनि गर्दिनँ म अनि त्यो काम गर्न थालेको भएर होला टाइम नै मिल्दैन के अनि त्यस्तो बाहिर पनितिर घुमेको पनि छैन कतै हिँडेको पनि छैन त्यही भएर मैले क्यामेरा किनेर पनि होइन गोप्रो किनेर पनि मैले भ्लग गरेको छुइनँ होला क्या गोप्रो किनेको कति महिना भइसक्यो गोप्रो किनेदेखि मेरो एउटा भ्लग आयो होला त्यो मिस भेनमको 20K कि कति 50 कि 20K को सेलिब्रेसन हौ त्यो पनि बिर्सेँ मैले त्यो एउटा भ्लग गरेको थिएँ त्यसपछि अनि मैले भ्लगै गरेको छुइनँ अनि हिजो छाडे अस्ति एउटा मिनी भ्लग गरेको थिएँ त्यो पनि अपलोड गर्न पाएको छैन एडिट गर्नै भएको छैन कामको व्यस्तताले होइन अब अफिस गइन्छ आइन्छ थकेला हुन्छ खाना खाइन्छ सुतिन्छ फेरि उठिन्छ अफिस गइन्छ अब विकली 1 डे त अफ हुन्छ त्यो 1 डेमा पनि यता गर उता गर त्यत्तिकै जान्छ क्या अनि कतै हिँडेको पनि छुइनँ त्यही भएर भ्लग गरेको छैन अनि आज चाहिँ भएन अति नै भयो भनेर एउटा मिनी भ्लग पनि गरौँ अनि यहाँ 9 विषयमा काम छ होइन 9 विषयमा काम छ त्यही भएर आएको छु म प्लस साथीहरूलाई पनि भेटौँ भनेर होइन मेरो पुराना साथीहरू होइन रवि विद्याहरू तिनीहरू त हो अर्को कोखर साथी अनि राजेश भन्ने एउटा थियो 9 विषयकै त्यो त अहिले बाहिर छ है त्यसलाई पनि सम्झेँ मैले यहाँको बेलामा होइन अब त्यसले मेरो भ्लग हेर्छ कि हेर्दैन त्यही नि अनि भेटौँ यसो घुमौँ भनेर होइन कति नै टाढा भनेर आइदिएको आज चाहिँ पहिरो गइरहेछ
त्यो बिस्तारै बिस्तारै अब भ्लग चाहिँ आउँछ होइन, तर मेरो त्यस्तो डेली भ्लग त हुँदैन, मन्थलीमा एउटा चाहिँ हाल्नै पऱ्यो भएन अब चाहिँ भनेर सोचेको छु। त्यो जति सक्दो चाहिँ प्रयास गर्छु होइन भ्लग अपलोड गर्नलाई, त्यही माया गरिदिनु पऱ्यो। हाम्रो लो 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 म गएर ठोकिन्छु क्या हो। क्या पो गर्मी भएको यार यो ठाउँमा त, गहिरोमा भएर होला हावा चलेन नि त, यस्तो गर्मी भइसक्यो। सुरुङ मार्ग जस अहिलेको यो बाटोहरू चाहिँ एकदमै हाइवे भए पनि पहिला चाहिँ एकदमै खत्तम थियो नि त, प्लस सुरुङ मार्गले गर्दा पनि होला अहिलेको यो हाइवे बाटो चाहिँ एकदम राम्रो भएको छ क्या। यहाँबाट 9 बिसीसम्म चाहिँ राम्रै छ, फेरि 9 बिसीबाट धार्केसम्म चाहिँ त्यो अलिक बिग्रेको रोड छ हौ। अनि त्यसपछि फेरि तलतिर खै बनाउँदै थियो कता कतै चाहिँ, अस्ति नै म हिँड्दा चाहिँ। अहिले के कस्तो हो तलतिर चाहिँ थाहा छैन, तर यताको बाटो चाहिँ खतरनाक होइन, एकदम बाहिरकोलाई भाइब्स दिन्छ यताको अहिले चाहिँ होइन, लाइक आउट कन्ट्रीको जस्तो भाइब्स दिन्छ कहिलेकाहीँ चाहिँ होइन। पहिला यस्तो थिएन नि त, अनि आउट कन्ट्रीको जस्तो अब ऊ छ नि त, त्यही भएर। ओहो कालो धुवा न, यता त पुरै पहिरो गाडी छ। एकताका जमानामा कति 2-3 वर्ष अगाडि हो के अरे होइन, यहाँनिर आएपछि बेलुका 6-7 बजे थियो समथिङ है, म घर जाँदै थिएँ यही बाटो। यहाँनिर आएपछि मेरो स्कुटीको के उडेछ, स्पार्क प्लग उडेछ, बाइक के अरे स्कुटी स्टार्ट नभएर मेरो 8-9 बजीसम्म यहीँ बास भएको थियो हौ। त्यो कहिले बिर्सिन्न म यो ठाउँ चाहिँ। यहाँहरू चाहिँ तलतिर 2टा बाटो छ है गाइस, एउटा पालुङ जाने, एउटा थार्केतिर जाने। म लाग्छु मासतिरको बाटोमा, किनकि विद्याहरू यता बस्छ नि होइन, तर गएर केही सामान किन्नुपर्ने। ल नङगुसेबाट नि मासतिर लागिसकेको, अब थोरै माथि गएपछि चाहिँ साथलाई भेट्छु, हामी पनि साथीको घर पुगिन्छ होइन। तर के साह्रो भएको हो यो गर्मी यार, यहाँ त लास्टै गर्मी छ मम्मा। यो अगाडि हाल्यो धुलो उडाउनु भइहाल्यो, ओभरटेक गर्नु पनि बाटो साङ्ग्लो छ क्या यहाँको। फेरि यो बाटो चाहिँ म पालुङ पनि गएको छु होइन, पालुङ अनि तापन के कहाँ भन्ने ठाउँ, त्यहाँबाट हेटौँडा पनि पुगिन्छ। तर लास्टै घुम्नुपर्छ यो बाटो, काम छैन। पालुङसम्मलाई चाहिँ ठिक छ, त्यहाँबाट हेटौँडा जाँदा त आमामा यति धेरै लङ बाटो रहेछ यो बाटो त, कुरा नगरौँ। यो अलमोस्ट मेरो डेस्टिनेसनसम्म चाहिँ म पुग्न लागिसकेँ। अनि खै म गर्मी लाग्थ्यो यता, त्यही हो। क्या राम्रो फुल फुल्यो है, जमानामा मैले यहाँ क्रस फायर चलाएर फोटो खिचेको थिएँ। यहाँबाट रेस्टुरेन्ट थियो, हटै छ। कता छिर्ने बाटो थियो त, कहाँ गयो हौ, यही बाटो। तर लास्टै खत्तम बाटो छ जस्तो यार, म त जाँदिनँ यो बाटो त बाइक लिएर। उता माथि रोक्नु पर्यो, भएन। खत्तम ढिलो बाटो रहेछ, बाइक लिएर त जान्न म त्यो बाटो। है रोकिदिन्छु बाइक। थियो बाटो नि बिर्सेँ क्या मैले त। गर्मी भयो मर्छ गर्मी यो ठाउँ।
कुखुरा पाले भने विद्यालय यसरी पहिलामा कति गर्मी हुँदो होला यिनीहरूलाई है। खोइ छैन त यहाँको है। आमामा यो विद्याको घरमा म गर्मीले मर्न लागिसकेँ। हालत पसिनै पसिना भएको यहाँ कुरा हावा खोज्दै यहाँ डाँडातिर बाहिरतिर निस्किरहेको छ। यस्तो गर्मी छ कि यस्तो गर्मीमा बल्ल शीतल भए त हावा चलेर गर्मी भएर मन लागिसकेँ। म विद्या बिजी छ भित्र। फर्काउन नसकेर उसको हालत यस्तो छ। त्यस्तो हेभी छैन हो। ल ओइ ब्रेक हान नि त अनि। ल काट अब बिस्तारै काट्यो सक्दिनँ रे म भिडियो गर्नु कि पैसा बाँध्न हौ। त्यो डबल स्ट्यान्ड हो सिङ्गल स्ट्यान्ड यता स्टार्ट अफ हान्थ्यो। म त्यो हो सिङ्गल स्ट्यान्ड हो। त्यस्तो अग्लो छैन। एकछिन नगर न गइहाल्छ नि। जोड न म फर्काइदिन्छु बरु। छोड म फर्काइदिन्छु। खोइ लाउँदै हो। भयो कहाँनिर त्यहाँनिर यहीँ ठिक छ नि बरु। ल उसले भिडियो बनाइदिरहेको रहेछ फेरि। ल पानी पर्न लागिसक्यो, अन्धकार भएर आइसक्यो। म निस्केको अब विद्याको घरबाट।
मम्मा अन्धकार भइसक्यो यति गयो आधा दिन मेरो आधा छुट्टी यति गयो यार म दिनमा सुत्न नि पाएन अब त बेलुका भइगयो नि तर मेरो घरमा नि कति काम थियो त्यही नि अब म अहिलेसम्म यहाँ छु त्यही हो अब निस्किन म बोल्दा बोल्दै होइन बोल्न आउँदैन क्या माटो बोकेर हो ल गएँ यार म बाई है तर्सिर म होइन त्यो भाइले धुग्रो गरेर रहेछ नि गयो यार बाई निस्केको यहाँबाट पनि म विद्याकोबाट नि केही त छुट्टा छैन नि होइन मेरो के हो यस्तो अँध्यारो भएर आएको छौ यति चाँडै कति बज्यो 5 बज्न त लाग्छ भर्खर त्यही पनि पुरै दिन त अँध्यारै भएर आएको छ भने अरूभन्दा पनि अब पानी पर्ला जस्तो वेदर भइरहेछ नि त पानीले मलाई क्रोध छ पानीले भिज्छु भनेर म बाइक कुदाइरहेको छु होइन तर आजकल चाहिँ खासै बाइक कुदाउन त्यो हुन्छ नि पहिला जस्तो कुदाउन चाहिँ इन्ट्रेस्ट लाग्दैन अब पानीको भिजेको डरले पनि अलिक भनौँ न अनि 5 बजे आइपुगिसकेँ म होइन अघि भर्खरै हिँडेको छ त कतिजना टाइम सकेर पनि आजको दिन पनि यत्तिकै गयो मेरो छुट्टी यत्तिकै गयो दार्जिलिङ गएर आएरै गयो यत्तिकै जान्छ भने छुट्टी त यार जामा लाउने त्यही हो अब त्यस्तै सानै भए पनि मिनी भ्लग गरेको छु होइन के कस्तो लाग्छ होइन यसो कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ होइन किप सपोर्टिङ किप लभिङ बाई बाई सी यु नेक्स्ट